संगठनका अध्यक्षज्यू तथा राजनीतिक दलीय सङ्घर्ष समितिका संयोजकज्यू, पार्टीका नेता साथीहरू, मान्य सांसद साथीहरू र यो आन्दोलनमा उपस्थित भएका सम्पूर्ण घटक सङ्गठनका नेताहरू र उपस्थित सम्पूर्ण साथीहरू, अब हामीले यो आन्दोलन किन गरिरहेका छौँ भन्ने विषयमा अहिले भर्खरै उद्घोषकज्यूले भनिसक्नु भएको छ। विशेष गरिकन सिन्धुलीको खुरकोटमा एकजना युवाको हत्या पछाडि त्यो नितान्त जातीय कारणले हत्या भएको छ। त्यस कारणले गर्दाखेरि हामी त्यो घटना दलित हुनुको नाताले त्यो घटना घटेको छ भन्ने कुरामा चाहिँ नै हामी प्रष्ट छौँ। यसको एउटै उदाहरण के हो त भन्दाखेरि सुर्खेतमा निशा विकको हत्या भयो। निशा विकलाई हत्या गर्ने, उसका प्रेम गर्ने उसका चाहिने बोयफ्रेन्डहरू जो थिए अथवा जसलाई भनिएको थियो, ती 4 जना केटाहरूलाई समातियो र एकजना उसको चाहिने बोयफ्रेन्डलाई चाहिने सुधार गृहमा राख्यो। तर त्यस्तै घटना उमेर नपुगेको घटना भनी मान्ने हो भने त्यो चाहिने खुरकोटमा चाहिने श्रीकृष्णलाई सुधार गर्ने गरिकन यसलाई चाहिने उसमा राख्न सकिन्थ्यो, तर उसको त्यहाँ हत्या गरियो। त्यस कारणले दलित र गैर दलितका बिचमा राज्यका तर्फबाट हुने विभेदलाई हामीले चाहिने विरोध गर्नुपर्ने भएको हुनाले यो विरोध कार्यक्रमको आयोजना गरिएको हो। म नेपाली कम्युनिस्ट पार्टीको सांसद त्यो दलित समुदायबाट प्रतिनिधित्व गर्ने भएको हुनाले म सहितका केही सांसद साथीहरू हामी हिजोभन्दा अस्ति 10 गतेको दिनमा हामी सिन्धुली गएका थियौँ। त्यो सिन्धुली जाने सांसदहरूमध्ये म गणेश विश्वकर्मा, खगेन्द्र सुनारजी, रिमा नेपालीजी, सुषमा स्वर्णकारजी, खेमा विश्वकर्मा, हामी 5 जना काठमाडौँबाट गएका थियौँ। र त्यसपछि त्यो सिन्धुलीबाट अनि त्यस पछाडि त्यो सिन्धुलीबाट जित्ने 1 नम्बर क्षेत्रमा के अरे 2 नम्बर क्षेत्रबाट जित्ने आशिष के भन्छ गजुरेल मान्नेज्यू पनि हामीसँग सहभागी हुनुभएको थियो। र त्यसपछि काठमाडौँबाट अधिकार कर्मी प्रदीप परियार र पत्रकार चाहिने बाबुराम विश्वकर्मा समेत हामीसँग हुनुहुन्थ्यो। र हाम्रो टोलीले सर्वप्रथम त्यो खुरकोटमा गएर त्यो प्रहरी चौकीको चाहिने निरीक्षण गऱ्यौँ। त्यो प्रहरी चौकीको चाहिने त्यो निरीक्षण गर्दाखेरि त्यो थुनुवामा चाहिने एकजना श्रीकृष्ण विश्वकर्मा मात्र थुनुवामा हुनुहुन्थ्यो। त्यो चाहिने के भन्छ चाहिँ इलाका प्रहरी कार्यालयमा 23 जना इन्सपेक्टर सहितका 23 जना त्यहाँ चाहिँ सुरक्षाकर्मीहरू हुनुहुन्थ्यो। बेलुकाको 5 बजेको हाराहारीमा चाहिँ त्यो घटना भएको छ। त्यो घटना हुँदाखेरि एकजना मात्र थुनुवामा छ। त्यो थुनुवाको अगाडि सीसीटीभी राखिएको छ। त्यो सीसीटीभीको छेउमा एकजना अर्जुन सिंह नामका चाहिने प्रहरी साथी ड्युटी अफिसर हुनुहुन्थ्यो। उहाँले त्यो उसलाई हेरिरहनु भएको थियो होला। अब बाँकी जाने इन्सपेक्टर साहबको भनाइअनुसार हामी खाना खान लागेका थियौँ भन्ने उहाँहरूको भनाइ थियो। ल उहाँ त्यो ड्युटी अफिसरले त ड्युटी हेरिराखेका थियो। र त्यसपछि त्यो थुनुवासँग एट्याच भएको जाने त्यो शौचालयमा भित्रबाट चुक्कुल लाउने चलन हुँदो रहेछ, चुक्कुल लाउन पाइँदो रहेछ। त्यहाँभित्र एउटा पानीको ड्रम र त्यो टोयलेट बाहेक अरू केही पनि थिएन। र झ्यालमा त्यो 4-5वटा सरिया भएको एउटा झ्याल थियो। त्यो झ्यालको बढीमा उचाइ 3 फिटभन्दा 3.5 फिटभन्दा बढी थिएन। र त्यो झ्यालमा एउटा सरियामा एउटा उसैले लगाएको टी सर्ट चाहिँ के अरे बाँधेको अवस्थामा थियो। त्यसलाई कैँचीले काटेको देखाइएको थियो र त्यसको एक टुक्रा चाहिँ ढोकामा फ्याँकिएको थियो। र उसले लगाउने ज्याकेटलाई चाहिँ त्यो टोयलेटको ढोकामाथि अलिक सानो पाल भएको हुनाले त्यो पाल ढाकेको देखिन्थ्यो। यदि अरू बेलामा त्यो पाल ढाक्न मिल्दैन थियो भने त्यस बेलामा ड्युटी अफिसरले चाहिँ त्यो पाल किन ढाक्यो, के भइरहेको छ भने हेर्न सकिन्थ्यो। अर्को कुरा त्यो उसको भेस्टले उसको घाँटी चाहिने के भन्छ पासो लगाएको हो भने त्यो 1.5 फिट त त्यही पासो हुन्छ। अनि त्यसले जाने त्यहाँ झुन्डिँदाखेरि मान्छे मर्न थालेपछि छटपटेपछि खुट्टा टेक्छ। अब खुट्टा टेक्ने गरिकन अब उसले चाहिने खुट्टा टेक्न सकिहाल्थ्यो। जब गर्न थालेपछि त मान्छे खुट्टा टेक्छ। त्यसले गर्दाखेरि त्यो अनावश्यक खालको चाहिने त्यो के भन्छ अनि के भन्छ त्यो प्रमाण बनाएर उसलाई चाहिने आत्महत्या गरेको भन्ने कुरा चाहिने त्यहाँ चाहिने पुष्टि गर्न खोजिएको छ। त्यसले गर्दाखेरि त्यो एकदमै गलत कुरा चाहिने भनेको छ। र त्यसपछि म घटना विवरण के भएछ त भन्दाखेरि 28 गतेको दिनमा
ललितपुरको सानागाउँ भन्ने ठाउँमा जो केटा मान्छेको डेरा रहेछ त्यही 28 गतेको दिनमा उसले खोटाङ निवासी एकजना निर्मला लामा नामकी केटीसँग विगत 2 वर्षदेखिको चाहिँ उसको प्रेम सम्बन्धका कारणले 28 गते विवाह गरेर डेरामा लगेछ। डेरामा लगिसकेपछि वैशाख 1 गते नयाँ वर्षको दिनमा आफ्नो घरमा चाहिँ भित्र्याउने गरिकन सिन्धुलीको खुरकोटमा लिएर गएछ। अनि त्यो खुरकोटमा चाहिँ अब घरमा भित्र्याइसके पछाडि काठमाडौँमा चाहिँ 7 बाटो प्रहरी विरुद्धमा त्यो खोटाङ निवासी निर्मलाका चाहिँ आफन्तहरूले चाहिँ एउटा मुद्दा हाले र मुद्दा हालेर चाहिँ त्यहाँ 7 बाटोमा मुद्दा हालिसकेपछि 7 बाटोका प्रहरीहरूले त्यो केटा मान्छेलाई खुरकोटमा फोन गरेर त्यो बेला उनी घरमै थिए अनि फोन गरेर ल तपाईँहरूको चाहिँ मिलामत्र गरिन्छ, तपाईँहरूले विवाह गर्नुभएको छ भने पनि ल विवाह चाहिँलाई हामी यहाँ चाहिँ औपचारिक रूपमा बिहा गर्न भन्छौँ, त्यस कारणले गर्दाखेरि तपाईँहरू बिहा गर्न राजी हुनुहुन्छ भने आउनुहोस्, यता आउनुहोस् भनेर प्रहरी चौकीमा बोलायो। प्रहरी चौकीमा बोलाइसके पछाडि प्रहरी चौकीमा त्यहाँ आउने बित्तिकै केटी मान्छेलाई चाहिँ तुरुन्तै आफन्तको जिम्मा लगाइयो। केटा मान्छेलाई फेरि समातेर त्यहाँबाट फेरि खुरकोट पठाइयो। अनि खुरकोटमा चाहिँ उनलाई चाहिँ 4 गतेको दिनमा खुरकोट चलान गरियो। खुरकोटमा चाहिँ उनी त्यहाँ बसिरहेको बेलामा 2-3 दिन त्यहाँ थुनामा बसे। त्यसपछि त्यहाँ थुनामा बसिरहेको बेलामा त्यहाँको वडा अध्यक्षले चाहिँ उनलाई भेटेको भन्ने चाहिँ छ, आफन्तहरूले पनि उसको मामाले पनि भेटेको छ। अब मलाई त्यति राम्रो छैन, एकदम चाहिँ यहाँ डरमर्दो अवस्था छ भन्ने उसले भनेको सुनिन्थ्यो। र त्यसपछि त्यो 7 गतेको दिनमा मैले अघि भनेको भेस्टले चाहिँ उसले के भन्छ आत्महत्या गर्यो भनिएको छ। त्यसको 6 घण्टापछि राति 1 बजे उसको आमालाई फोन गरेर तिम्रो छोराले आत्महत्या गर्यो भनेर चाहिँ जानकारी गरेको छ। जबकि हामीले भेट्दाखेरि प्रहरीले के भन्नुभयो त भन्दाखेरि उसले आत्महत्या गर्न खोजेको थियो, त्यो झुन्डेको बेलामा जिउँदै भेट्यो अनि हामीले तुरन्तै चाहिँ हस्पिटलमा लग्यौँ भनेको छ। र त्यहाँ 2 दिन अगाडिसम्म एकजना अर्कै जाने थुनुवा थिए, त्यहाँ धेरै दिन राख्दा रहेनछन्। थुनामा पर्ने बित्तिकै मान्छेलाई के अरे सिन्धुलीको चाहिँ जिल्ला प्रहरी कार्यालयमा पठाउने चलन रहेछ। तर यी चाहिँ के भन्छ श्रीकृष्ण विकलाई चाहिँ त्यहीँ राख्यो। अब यसरी हामीले जिल्ला प्रशासन कार्यालयमा सिडिओ कार्यालयमा सिडिओ साहबको जाने कार्यकक्षमा त्यहाँको एसपी साहब र त्यहाँको चाहिँ के अरे भन्छ जाने प्रहरीको जाने यो विशेष प्रहरीको प्रमुख लगायतको त्यहाँका स्थानीय सांसदहरू र त्यहाँका जाने मानव अधिकार कर्मी र सञ्चारकर्मीहरू सहित दलित अधिकार कर्मीहरू हामीले जाने छलफल गऱ्यौँ। त्यो छलफलमा एसपी साहबले होइन ऊ झुन्डेर मरेको हो, त्यो हामीसँग सबै प्रमाणहरू छ, अब भन्नुभयो त्यसो भए हामीलाई सिसिटिभी देखाउनुहोस्, सिसिटिभीको फुटेज देखाउनुहोस् भन्दाखेरि उहाँले सिसिटिभीको फुटेज त माथि नै छ, खुरकोटमा छ भन्नुभयो। जबकि खुरकोटको इन्सपेक्टर साहबले हामीले सबै तल पठाइसक्यो भन्नुभएको छ। अनि त्यसपछि उहाँलाई हामीले के भन्यौँ भन्दाखेरि तपाईँलाई 2 घण्टाको समय छ, 2 घण्टाको समयभित्र चाहिँ तपाईँले त्यो सिसिटिभी मगाएर भए पनि खुरकोटबाट पनि आउन सकिन्छ, नभए त्यो के भन्छ भिडियो त चाहिँ मोबाइलमा मगाउन सकिहालिन्छ, तपाईँले मगाउनुहोस् भनेर हामीले भन्यौँ। अनि त्यसपछि उहाँले चाहिँ 2 घण्टापछि जाँदाखेरि त होइन हजुर हाम्रो छानबिन समिति एउटा सहायक सिडिओ साहबको नेतृत्वमा बनेको छ, त्यसले गर्दाखेरि सहायक सिडिओको नेतृत्वमा बनेको छानबिन समितिलाई नै देखाउँछौँ, तपाईँहरूलाई देखाउन मिल्दैन भन्नुभयो। हामीले भन्यौँ हामी मुलुकका सांसदहरू तपाईँलाई चाहिँ यतिको कुरा सोध्न आउँदाखेरि तपाईँले किन नदिनु भन्दाखेरि मिल्दैन हजुर भन्नुभयो उहाँले। ल त्यसो भए ठिक छ, तपाईँलाई त्यो देखाउन मिल्दैन भने हामीलाई तपाईँले भनेको कुरामा विश्वास छैन भनेर हामीले बाहिर 100 जना चाहिँ पीडितका आफन्तहरू उनको आमासहित बाहिर चाहिँ त्यो पिपलको बोट लिएर हुनुहुन्थ्यो र उहाँहरू चाहिँ जिल्ला प्रशासन कार्यालयको अगाडि धरनामा बस्नु भएको थियो। यहाँ केही भ्रमहरू चाहिँ पत्र पत्रिकामा के आयो भने काठमाडौँबाट सांसदहरू गएर जिल्ला प्रशासन कार्यालयको अगाडि धरना बसे भन्ने भयो। त्यो सांसदको धरना होइन, त्यो धरना भनेको श्रीकृष्णका आमासहित उनलाई समर्थन गर्ने दलित आन्दोलनहरूको र सबै न्यायप्रेमी मान्छेहरूले गरेको धरनामा हामी सांसदहरूले ऐक्यबद्धता दिएको हो। त्यहाँ अर्को कुरा त्यो राज्यको अहिलेको सरकार पक्षका सांसद मात्र त्यहाँ थिएनन्, त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू पनि थिए र म नेपाली कम्युनिस्ट पार्टीको सांसद पनि थिएँ। त्यस कारणले त्यो सर्वदलीय टोली थियो होइन। यसले गर्दाखेरि यो हत्या नै हो भन्ने पुष्टि गर्ने हामीले त्यहाँ देखेका 10 वटा कुरा म तपाईँहरूलाई भन्छु। पहिलो कुरा, आफन्तलाई घटनास्थल हेर्न दिएन। हामी सांसद भावनाले हामीलाई चाहिँ नि घटनास्थलसम्म हेर्न दियो तर फोटो खिच्न दिएन। हामीले फोटो खिच्छौँ भन्दाखेरि फोटो खिच्न दिएन, हामीले खिचेर तल पठाइसकेका छौँ भन्नुभयो। त्यसले आफन्तलाई घटनास्थल कस्तो थियो भन्ने पनि हेर्न दिएन। एक दोस्रो कुरा, पोस्टमार्टम पनि नगरिकन अहिले पनि गरेका छैन। हिजो राति हामीले त्यो लास्टै लिएर हामीले टिचिङ हस्पिटलमा राख्यौँ
अनि त्यो पोस्टबाट पनि भएको छैन। सहायक सिडिओको नेतृत्वमा छानबिन समिति बनेको छ। बागमती प्रदेशको चाहिँ एसपी साहबको के खाँजीको नेतृत्वमा चाहिँ छानबिन समिति बनेको छ। त्यो छानबिन समितिले छानबिन नगरिकन अनि आफन्तहरूलाई यो लास तत्काल बुझ्नुहोस् र दाह संस्कार गर्नुहोस् भनेर एसपी साहब र चाहिँ इन्सपेक्टर र चाहिँ त्यहाँको सिडिओले दबाब दिएको दिएछ। जब पोस्टमार्टम भएको छैन लासको अनि दाह संस्कार गर्नु भने धम्की दिन के भन्छ धम्की दिने दबाब दिन पाइन्छ। यो दोस्रो कुरा। तेस्रो कुरो हातमा चोट छ अनि पिडुलामा चाहिँ लाठीको चोट छ। घाँटीको डाम कपडा जस्तो देखिँदैन, त्यो अर्कै डोरीको जस्तो देखिन्छ। अनि त्यसपछि दायाँ परेलीको माथिको छाला चाहिँ उब्किएको छ। त्यसपछि के भन्छ छातीमा चाहिँ निलजाम देखिन्छ। अब त्यो के भन्छ घाँटीमा पासो लगाएर मरेका मान्छेका यतिका चाहिँ चोटपटक लाग्दैन होइन। त्यस कारणले अर्को कुरा के छ त भन्दाखेरि यो खुरकोटबाट जिल्ला अब अरू चाहिँ थुनालाई एक दिन बसालेर सिधै जिल्ला प्रहरी कार्यालयमा पठाउने चलन हुन्थ्यो, तर यिनलाई चाहिँ त्यहाँ 3-4 दिनसम्म राखिएको छ होइन। अनि त्यसपछि चाहिँ यो 3वटा छानबिन समिति किन बनाइयो त? सहायक सिडिओ साहबको नेतृत्वमा जसमा आफ्नै प्रहरीहरू राखेका छ, 2 जना पीडितहरू राखेका छ। ती पीडितहरूले हामी बस्दैनौँ भनेको छ। अनि एउटा चाहिँ प्रदेशको शान्त के भन्छ एसपी साहबको नेतृत्वमा बनेको छ। हिजो फेरि प्रधानमन्त्री कार्यालयको इनिसिएसनमा यहाँको चाहिँ एकजना डिआइजी के दिनेश आचार्यजीको नेतृत्वमा अर्को छानबिन समिति बनाएको छ। यी सबै छानबिन समिति प्रहरीसँगै सम्बन्धित मान्छेको नेतृत्वमा किन बनाउनु पर्ने? पूर्व प्रहरी नै त्यसमा किन राख्नु पर्ने होइन? अनि त्यसले गर्दाखेरि चाहिँ प्रहरी नै त्यहाँ छानबिन समितिमा प्रहरीहरू मात्र राख्ने, त्यहाँ चाहिँ स्वतन्त्र खालका चाहिँ न्यायाधीशहरूलाई राख्न सकिन्थ्यो। यदि सांसदहरू चाहियो भने संसदीय समिति बनाउन सकिन्थ्यो। हामीले त संसदीय समिति बनाएका थियौँ। संयुक्त सङ्घर्ष समितिले चाहिँ एउटा स्वतन्त्र व्यक्तिको नेतृत्वमा छानबिन समिति बनाउनुहोस् भन्ने चाहिँ माग गरेको थियो। त्यतातिर नगइकन आफ्ना प्रहरीलाई जोगाउनका लागि आफ्नै प्रहरीको चाहिँ नेतृत्वमा चाहिँ छानबिन समिति बनाउनुले यसमा गम्भीर शङ्का छ भन्ने लाग्छ। अब मृतकको उचाइ जम्मा 5 फिट जति छ, तर चाहिने झ्यालको उचाइ चाहिँ 3 देखि 4 फिटको जति छ। त्यसमा झुन्डेर कुनै पनि हालतमा मान्छे मर्न सक्दैन, त्यो मर्ने अवस्था पनि छैन। त्यो त्यहाँ झुन्ड्यो भने पनि उसले खुट्टा टेक्न सक्छ अथवा त्यो छटपटी भयो भने पनि त्यसमा चाहिँ गर्न सक्छ भन्ने लाग्छ। यो चाहिँ अब सिडिओ साहबको एसपी साहबको र इन्सपेक्टर साहबहरूका चाहिँ बयानहरू कुराहरू एकदम फरक छन्। हामी चाहिँ त्यहाँ करिब के भन्छ 18 घण्टा जति चाहिँ हामी धरनामा पीडित साथीहरूसँग बस्यौँ। अब उनीहरूसँग बस्दाखेरि त्यहाँको सिडिओ साहबहरू, त्यहाँका प्रशासकहरू त्यहाँ कोही पनि नजिक आएर तपाईँहरूलाई चाहिँ यसरी तपाईँहरू बस्नुभएको छ, हामी तपाईँहरूलाई अनुसन्धानमा सहयोग गर्न चाहन्छौँ भन्ने खालको उहाँहरू कसैको जवाब आएन। त्यस कारणले गर्दाखेरि त्यो हत्या नै हो। त्यो केटा मान्छेलाई चाहिँ दलित भएको नाताले, त्यो गैर दलितसँग बिहा गरेको हुनाले उनलाई चाहिँ अनि उनलाई तपाईँलाई दया होइन। अनि त्यसपछि उनलाई चाहिँ त्यो एकदम ल ठिक छ, यदि प्रहरीकै भाषामा त्यो चाहिँ आत्महत्या हो भने पनि त्यो आत्महत्या गर्न बाध्य पार्ने त्यो आत्महत्यालाई निरुत्साहन गर्ने को हो त? त्यही कस्टडीमा राखेपछि उसमाथि जाने पीडा दियो होला, के भन्छ उसमाथि जाने कुटपिट गरियो होला, यातना दियो होला। अनि त्यो यातना दिएपछि नि बाध्य भएर उनले जाने त्यो झुन्डिनु पर्ने अवस्था आएको हुनसक्छ नि त। यदि झुन्डिने भयो भने त त्यो 4 गते लगेको थियो, 4 गते झुन्डिनु पर्ने, 7 गतेसम्म किन बस्नु परेको थियो? 7 गतेसम्म त्यहाँ यातना दिएको हुनाले उनलाई जाने त्यो आत्महत्या गर्न दुरुत्साहन गर्ने पनि प्रहरी हो र त्यसपछि अथवा चाहिँ उसलाई चाहिँ अर्कै हिसाबले उसलाई चाहिँ हत्या गर्ने पनि प्रहरी नै हुनसक्छ। त्यस कारणले यो निष्कर्षका साथ हामी यो घटनामा सत्य तथ्य छानबिन, यो एउटै मात्र घटना होइन। कैलालीको कारागारमा 2 वर्ष अगाडि सन्तोष विक नामका एकजना चाहिँ मान्छेको हत्या भयो यसै गरी। अनि धनुषाको जेलमा एकजना शम्भु पासवान नामका युवाको हत्या भयो यसै गरिकन जाने के त भन्दाखेरि प्रहरी भनेको त जनताको लागि पहिलो न्यायाधीश मानिन्छ। प्रहरी जाने चौकी अथवा चाहिँ प्रहरीको जाने कार्यालय भनेको पहिलो अदालत मानिन्छ। त्यहाँबाट राम्रो व्यवहार भयो भने जनताले न्याय पाउँछ भन्ने विश्वास हुन्छ। अब के भन्छ न्यायाधीशहरूले अदालतहरूले त प्रमाणका आधारमा टुङ्गो लाउने हो, त्यो प्रमाण सुरक्षित गर्ने
बर्बाद उठाइदिने काम त प्रहरीहरूले गर्नुपर्ने हो। तर प्रहरीहरू त्यो अब उहाँलाई लाग्यो होला दलित भन्ने हामीले व्यवहार गरे होइन भन्ने कसैले यदि भन्ने दाबी छ भने पनि तर तपाईँहरूको व्यवहारले मैले अघि भने सुर्खेतको इनिसाको चाहिने जसलाई इनिसालाई हत्या गर्यो होइन, जसलाई चाहिँ उसलाई बलात्कार गर्यो, त्यो बलात्कार गर्ने मान्छेलाई तपाईँ सुधार गृहमा राख्ने, सुरक्षितका साथ सुधार गृहमा राख्ने। अनि यता चाहिने यो श्रीकृष्ण विकले चाहिने यदि चाहिने त्यो लामा भन्ने त्यो केटी मान्छेलाई चाहिने यदि बलात्कार गरेको हो भने पनि के अनि हत्या गर्नुहुन्छ कि उसलाई सुरक्षित साथ जाने अब कानुन अनुसार कारबाही गर्नुपर्ने हुन्छ। त्यस कारणले यो घटना गम्भीर छ। यो घटना राज्यको संरक्षणमा भएको छ। अहिले प्रधानमन्त्रीको कार्यालयबाट, गृह मन्त्रालयको कार्यालयबाट कुनै खालको चाहिँ पहल कदमी भएको छैन। उल्टै हामीलाई धम्काउने एउटा आफ्नो चाहिने आफ्नो चाहिने पोजिसनमा बस्छ भन्ने खालका चाहिँ कुराहरू अनौपचारिक रूपमा आएको देखिन्छ। यस कारणले यो घटनाको चाहिने एकदम घोर भर्त्सना गरेर म चाहिने सबै साथीहरूलाई यो आन्दोलनमा सरिक हुनका लागि दलितहरूको